वेलकम बैक टू माई न्यू ब्लग। र म आज चाहिँ के देखाउन जाँदैछु भने आज मेरो भाइले चाहिँ नेल पलिस लाउँदै रहेछ केटी जस्तो हो। अर्को चाहिँ के हो भने नि हामी चाहिँ आज इस्कुस रोप्दै थियौँ नि त। मम्मी म त तपाईँ इस्कुस पकाएको भिडियो बनाउनु भनेको त कम्ता छिटो कुदेन रहेछ नि हौ। माम के भनेको बाबा त इस्कुस रोपेको अरे। बाबा त्यसो गरेर रोप्यो भने त भक्कु भएछ। कत्रो कत्रो इस्कुस खानु मिठो हुन्थ्यो त्यो त के रोपेको। अर्को छ बाबा एमे इस्कुस खाने माने तिम्रो चाहिँ बोराम पसेछ यही भन्दै बोराम त भन्ने नि आफै त हो नि। एक बोरा इस्कुस पठाइदिएको छु भन्ने होइन। अलभर रतन सबिताले तँलाई उयो खाने मोमो खाने इस्कुस तँलाई मात्रै दिन्छु कोल्ला पनि नभए त्यहाँ हाल्नु एकदम ठुल छरेर नरोप न इस्कुस भक्कु भक्कु एकै ठाउँ हालेर रोपा। यो चाहिँ मैले बाबालाई यो डिलमा नि इस्कुसको जरा थियो खाने। किन नखानेको यहाँको इस्कुसको जरा चाहिँ पक्दैन भनेको यहाँ खान्छ। बाबा किन नखानेको बाबा इस्कुस जरा आमा बाख्राको बड्कुला छ यहाँ त। यत्रो इस्कुस चाहिँ रोप्ने हेर्नु त के अरे मम्मी छ बाख्रा हुन्छ इस्कुस रोपेको बाबा र म चाहिँ होइन बाबा चाहिँ इस्कुस रोप्नु हुँदै थियो। म चाहिँ लुगा धुँदै थिएँ त्यही भएर भिडियो गर्दै आएको। भाइ तान मलाई प्लिज गिभ मी अ ह्यान्ड। कान्छौलीले पतान्छ तान्ने मलाई नदेखाउने रत्तल दिन्छु नि तँलाई। किन नदेखाउनु देखाइदिन्छु। हाल्छस् कि अस्ति हालिराख्छु कि लुगा धुनिरहन्छ हौ पखालिदिउँ भनेको पखाल्नु न मम्मी मैले धोइसकेँ त। पानी फ्याँकिहाल्नु हुँदैन नि त। आफूमा हालेको छ भने तँलाई सानो पड्काउँदैन त। म त अस्ति मात्र हालेको थिएँ कि केमा हालेको थिएँ कपाल देखिरहेको छ मलाई देखिरहेको छु। आजको दिन त दामी भइरहेको छ तर देखाइ अलिक मारिदिनु म चाहिँ छ। म चाहिँ मम्मीले मार्छ मलाई। म चाहिँ लुगा धुँदै थिएँ एक कोही लुगा धुँदै थिएँ बोलमा त्यस्तो भयो नुहाउनु पर्यो ल पखालिदिनु ल मम्मी। लुगा जति उठाउनु पर्छ नि त। त्यो यो चाहिँ हिजो धुएको लुगा सुक्यो यो चाहिँ आज धुएको बट्टाबट्टी लुगा दिइहाल्छ अब।